पहिलो बल यस ओभरको यसपालि लेन्थ बल हामा छ फिल्डर त्यहाँ क्याचको मौका सिधा फिल्डरको हातमा पहिलो विकेट पहिलो बलमै हेजलेटको विकेट आउन पुग्यो सर्ट बल थियो लेन्थ बल थियो बाउन्स भएको बल थियो मिड विकेटको क्षेत्रमा खेल्छ आएका थिए सर्ट मिड विकेटमा फिल्डर त्यहाँ थिए दिपेन्द्र सिंह ऐरी र पहिलो विकेट पहिलो ओभरको पहिलो बलमै अम्पायर क्रस गर्दै यसपालि उनी बललाई खेलियो ब्याकवर्ड पोइन्टमा रन दौडिएका छन् मौका रहेको राउन्ड लागि ओहो विराटनगरको टिमले आफ्नो विकेट यहाँ गुमाइरहेको छ फिल्डरकै हातैबाट गप्तिल रन दौडिन चाहेका थिए उनी आधा क्रिजसम्म आइसकेका थिए फाफ डुप्लेसीले फर्काए किनकि फाफ डुप्लेसीले थाहा थियो त्यहाँ रन आउने थिएन सेकेन्ड ओभरको पहिलो बल यसपालि यो बल हामा रहेको छ फिल्डरलाई बुझाइदिएका छन् यहाँ विकेट माथि विकेट आइरहेको छ के गरिरहेको छ विराटनगरको टिम नरेन भट्ट आउने बित्तिकै पोइन्टमा खेल्न पुगे पोइन्टमा त्यहाँ फिल्डर थिए तैनात र त्यहाँ रहेको फिल्डरले यो बललाई सहजै क्याच गर्न पुगे राउन्ड द विकेट आउने क्रममा यसपालि हामा छ बल क्याचको प्रयास दिपेन्द्र कट एन्ड बोलको रूपमा विकेट आफ्नै हातबाट क्याच गर्न पुगे आफ्नै बलमा र कट एन्ड बोलको रूपमा बसिर अहमदको विकेट आउन पुग्यो यो बललाई डिफेन्स गर्न चाहेका थिए बल हामा उडेको थियो र अगाडि गएको थियो द विकेट आउने क्रममा यसपालि ब्याटको बाहिरी किनार हामा छ बल फिल्डर त्यहाँ विकेट आएको छ दिपेन्द्रको हात बल गयो र दिपेन्द्रले यो बललाई क्याच गर्न पुगे लोकेश बहादुर बमको विकेट आउन पुग्यो पहिलो बल अफ स्टम्प राखेको बल र विकेट नेपाली प्लेयरबाट आशा कुनै प्लेयरबाट पनि गर्न सकिने अवस्था छैन नेपाली खेलाडीबाट चाहिँ आशा गर्न सकिने अवस्था छैन कुनै बल अम्पायर क्रस गर्दै उडाइएको छ बल हामा छ फिल्डर त्यहाँ मौका छ विकेटको लागि र सफलता प्राप्त गर्न पुग्यो सुदूरको टिमले एउटै विराटनगरको लागि आशा फाफ डुप्लेसीको रूपमा रहेको विकेट पनि गुम्न पुग्यो विराटनगरको टिमलाई यसपालि भित्र राखेको बल सिधा ब्याटले अगाडि खेलियो एक रन दौडिएको राउन्डको मौका रहेको छ अर्को विकेटको पतन यहाँ राउन्डको रूपमा विकेट आयो मार्चिन डिलाङ्क दौडिएका थिए उनी प्रतीशलाई अन्तिममा दौडिन भने र विकेट यहाँ राउन्ड अम्पायरले चेक गर्ने भनेका छन् तर हामी देख्न सक्छौँ कि यति बेला सुदूरपश्चिमको टिम विकेट भनेर पक्का देखिन्छ दोस्रो बल सर्ट बल उडाइयो मिड अफको क्षेत्रमा फिल्डर त्यहाँ र विकेट नम्बर 9 रहेको छ यो ओभर द विकेट आउने क्रममा यसपालि यो बललाई लेग स्टम्प बाहिर आयो सर्ट कभर खेल्छ आएका थिए सर्ट कभरमा फिल्डर त्यहाँ थिए दिपेन्द्र सिंह ऐरी